हैन साथीहरु यो जति नै जानेको छु मैले यो रोटीहरु पकाउन अथवा जे कुरा पनि पकाउनको लागि विशेष गरी यस्तो रोटीहरु भनौं न कहिलेकाहीँ बनाउने चीजहरु यो विशेष अवसरहरु मात्र बनाइन्छ नि त रेगुलर नबनाउने चीजहरु किमा जति नै जानेको छु भने पनि कोही चाहिँ यतिको राम्रै हुने जे अब राम्रै छ आफूले जानेको है कोही कस्तो एउटै हात एउटै मान्छेले बनाएको एउटै चीजबाट बनाउँदा पनि किन यस्तो हुन्छ के त्यही माथि फेरि कोही त अब खाना हुने लायक यस्तो राम्रै बनिरा हुन्छ तर दुई चारवटा चीजहरु यसरी नबिग्रिकिन चाहिँ बन्दैन भन्ने किन होला है यो मेरो मात्र हो कि कसको हो म धेरै जना मै जान्ने हो एकदमै जानेको छु अब यसैमा डिग्री पीएचडी गर्न मिल्ने भएको भए गर्ने मान्छेहरुले पनि दुई चारवटा चाहिँ कि सुरुको रोटी लास्टको रोटी अथवा बीचमा कतै बिग्रेको भेटिरा हुन्छु कि मैले एउटै चाहिँ हुँदैन यो खासमा किन हुन्छ कि यस्तो मैले पनि यत्रो चीजहरु बनाए तर यो 5 वटा जस्तो रोटी चाहिँ कोही यस्तो झुर्गा पनि बन्यो कुनै बेला है मान्छे मनै हो बनाउने पिठो त्यही नै हो है हात यही हो बनाएको र पनि कोही यस्तो झुर्गा पनि बन्यो कोही फेरि यो डढे जस्तो यस्तो कलरफुल यस्तो नि बन्यो है कोही फेरि यस्तो राम्रो नि बन्यो है तर साथीहरु मैले राम्रो तल राखेको छु है यो चाहिँ माथि नराम्रो खालको चाहिँ सुरुमा खाना हुन्छ भनेर माथि नराम्रो राखेको तर हात चाहिँ एउटै हो यो एकै नासको चाहिँ किन बन्दैन के मेरो यो